हेलो नमस्कार सन्चै हुनुहुन्छ म पनि सन्चै छु तपाईहरुलाई मेरो ब्लगमा स्वागत छ। आज अलिक दिन पछाडी हप्ता दिन पछाडी फेरि नयाँ ब्लग लिएर आएको छु। अनि मेरो यहाँ मुस्लिम भाइहरुलाई भाइ बहिनीहरुलाई ह्यापी ईद मुबारक। अहिले चाहिँ म चाहिँ अंकललाई भेट्नलाई कल्बा सारजा जाँदै छु। अहिले अन द वे हो। अहिले चाहिँ हामी चाहिँ यो फुजेराको रोडमा कुदिरहेका छौं। मलाई छोड्नु चाहिँ यहाँ मेरो एकजना साथी फ्रम बांग्लादेश मिस्टर जलाल जाँदैछ हैन। जलाल थोड़ा तो देखो तो कैसा है? ठीक है अल्हम्दुलिल्लाह। कैसा है? अभी रश है ना बहुत गाड़ी ट्रैफिक है बहुत टू मच है। चलो कोई बात नहीं। फुजिरा कॉलेज रोड में अभी हम लोग जा रहे हैं। अब कति बेला पुगिन्छ है? हिँड्न त हिँड्नेको छ भर्खर लाग्छ होला समय। अब कति जति बेला पुगिन्छ अब त्यसपछि थाहा हुन्छ है त गाइज। ईदले गर्दाखेरि होला के रे गाडीहरु पनि निकै छ हो। बाटैभरि छ। अब एकदम जाम छ, ट्राफिक जाम छ। आज पुरै रस छ गाडीहरुको। अब थाहा छैन कति बेरमा पुगिन्छ। अहिले चाहिँ हामी फुजेराकै बाटोमा कुदिरहेका छौं। अब एकछिनमा हामी सारजाको बाटो नि आइपुग्छौं है त गाइज। यो देहिराको ब्रिज देखि चाहिँ सारजा हो। हामी चाहिँ सारजा प्रस्थान भयौं हैन। यो साइडमा देखिरहेको उतातिर फेरि कल्वा पाको उता राम्रोसँग क्लियर देखिरहेको छैन। धेरै पछाडी आइयो यता सारजाको बाटो। अहिले त निकै नै राम्रो भएको रहेछ हौ। झिलिमिली दामी भएको रहेछ है। एकै किसिमको छ के यता फेरि भवनहरु बनाएको छ। मैले यस अगाडिको भ्लगहरुमा नि तपाईहरुलाई देखाएको थिएँ कि कतिजनाले हेर्नु भएको थियो, कतिजनाले नोटिस गर्नुभयो। गाडीहरु उतै छ। फुजेराको बाटोमा नि त्यस्तै छ, सारजाको बाटोमा नि त्यस्तै छ। गाडीहरु एकदमै धेरै नै कुदिरहेछ। धेरै नै रस छ। आज धेरै नै ट्राफिक जाम छ भनौं। ल 45 मिनेट यात्रा गरिसके पछाडि फाइनली अंकलसँग चाहिँ भेट भयो। अंकल जी ढोग नमस्कार। ल फेरि गर्दिनु ल। सञ्चार हुनुहुन्छ ल। यहाँ बिक्की दाइ गाइज गाइज यता के रे हाम्रो शंकर भाइ ल आएर भर्खर बस्दैछ है। म हाम्रो बिक्की दाइले चाहिँ यहाँ माछा फ्राई हान्दै हुनुहुन्छ हैन। ओके यहाँ अर्को उता भाँडा पनि बन्दैछ। अब यहाँ अब अंकलले दाइले भाइले भएर यहाँ मलाई मिठो मिठो ल्याउने कुरो हुँदैछ हैन। हो नि माछा मात्रै हो कि अझ अरु पनि बन्छ यहाँ? भेज बन्छ यहाँ। ल मटन छ। अब सबै खाएर जानुपर्छ भोलि। हाम्रो भान्सेले यहाँ खाना सर्भ गर्दै अंकलले बस्नुभयो। शंकरले यहाँ बसेर खाँदैछ। अब ल ल ल यता देखाउन शंकर भाइ हजुर घडी त टलकै टल्के त। ईद मुबारक हो। एकदम अंकल के भन्नु छ? ईद त मुबारक भन्दैछ त भाइले त पुरा। मुबारक है। हजुर
के छ भाइ हालखबर? ठिकठाक ईद त मुबारकै भयो नि त होइन? मुबारकै घडी देखाउनु पर्यो नि त घडी अनि ए आएछ त गरी त दिए लास्टमा ल अरे ल ईदमा चाहिँ यहाँ छुट्टीमा चाहिँ अङ्कललाई भेट्यो, दाजुभाइ पनि भेट भयो। अहिले चाहिँ हामी जानु लाग्यो। ल यहाँ बिक्की दाइ अगाडि बसिरहेको छ होइन? बिक्की द बोस अगाडि होइन? यहाँ दाइ हुनुहुन्छ। दाइ हजुरको नाम भन्नुहुन्छ? अरुण 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 दाइ। यहाँ अरुण दाइ हुनुहुन्छ है। यहाँ मेरो चाहिँ के अरे तिम्रो भन्नै पर्दैन। बोस 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 यहाँ बोसको घडी त जुम गरी गरी देखाउनु पर्यो नि त। यहाँ घडी लगाएर नामै बिर्से हैन बोस हो उता बिक्की त बोस। ल हामी चाहिँ जानु लाग्यो, अन द वे हो, फर्किनु लाग्यो। अब आई आफ्नो भेट भयो, खानपिन गरियो, जस्ट छुट्टी रमाइलो भयो। अब अर्को साल त होला नि होइन यसरी भेटघाट हुने। ल है त गाई।